क्षेत्र नम्बर 3 बाट निकै उत्साहजनक चाहिँ निर्वाचन सम्पादन हुँदैछ। यहाँ अत्याधिक मतले चाहिँ सोभिता गौतमले देशभरिमा सबभन्दा धेरै मत ल्याएर जितेको अवस्था छ। जनताहरूको निकै ठुलो उत्साहजनक महिला दिदीबहिनीहरू नाचिरहेको अब उफ्रिरहेको अवस्था पनि छ सबैमा। ल हेर्नुहोस् है, घन्टीको माहौल एकदम राम्रो माहौल बनेर आइसकेको छ अवस्था छ। दिदीबहिनीहरू नमस्ते, कस्तो लागिरहेछ? हो, यो निर्वाचनमा सोभिता गौतमले जिताइ गर्दा तपाईँहरूले हालेको भोटको कतिको तपाईँहरूले सम्मान गर्न सक्नुहुन्छ? सोभिता गौतमले कसरी गर्छिन् अब कतिको विश्वास छ तपाईँहरूलाई? ल तपाईँहरूको आत्मविश्वास जति छ सोभिताले यो भिडियो मार्फतबाट चाहिँ बुझेर सिकेर तपाईँहरूको आत्मसम्मान गरून्, यही छ शुभकामना। धन्यवाद, तपाईँहरूको विश्वास यसरी नै बढिरहोस्। फेरि अब आउने 5 वर्षपछि हामीले सोचेको भन्दा अझै राम्रो भएर फेरि पनि देशको विकासको मोड लियोस्, यही छ सबैलाई शुभकामना। ल